ज्ञानेन्द्र शाही संसदमा हुँदा कम्तीमा पनि हामीलाई पनि संसद चलेको हेर्न अलि आकर्षक लाग्छ। मैले तपाईँसँग कानुनी आँखाबाट सोध्न खोजेको चाहिँ यो बिचमा यो 2-3 दिनदेखि म एकदम धेरै कन्फ्युज भइरहेको छु। कन्फ्युज के भइरहेको छु भने समाचार एउटा आउँछ बागमती किनारको, मनोहर किनारको या विभिन्न ठाउँको, त्यही बिचमा तत्कालीन उपसभामुख अहिलेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेता तपाईँको जिल्लाको दिदी इन्दिरा राणा मगर, उहाँ आफ्नो निर्वाचन क्षेत्रमा जानुभएको छ दाङ के अरे झापा, र झापामा उहाँ के भनिरहनु भएको छ भने यो कन्काई किनारको बस्ती हटाउने होइन, तपाईँहरूको त हामीले ड्याम कस्दिया छ नि, यो के भन्छ ग्याबिन वाल हालिदिएको छ नि, बरु त्यो फेरि हाल्ने हो, तपाईँहरूलाई त लाल पूर्जा दिने हो भन्नुहुन्छ। अर्को फेरि मैले हेरेँ एकजना तपाईँकै बाटोतिरको कैलालीको एकजना सांसद हुनुहुन्छ केपी खनाल, उहाँको 3.5 तले घरको विषय आयो, उहाँले त चुनावमा भाषणै गर्नुभएको रहेछ। हेर्नुहोस् हेर्दै अहिले त सुकुम्बासीकै छोरा सांसद बन्ने गरेर घन्टी लिएर आयो, ऐलानीमा कोही बसेको छैन, म बसेको छु, मेरो घर ऐलानीमा बनेको छ, तपाईँहरू सबलाई पूर्जा दिने हो भनेर भाषण गर्नुभएको रहेछ। अर्को एकजना पोखरातिरको, उहाँ त मन्त्री नै हुनुहुन्छ, उहाँले हामीसँग त्यसको अडियो रेकर्ड छ, हामीले सुरक्षित राखेका छौँ, नत्र भने फेरि सामाजिक सञ्जालमा गाली खाइन्छ भन्ने थाहा छ। र उहाँ आफै के भन्नुहुन्छ, मेरो घरको पूर्जा सुर्जा त छैन भाइ, तर यो कुराहरूलाई नभनिदेऊ, तिमीले यो विषय चाहिँ बाहिर धेरै उठाउन जरुरी छैन भन्नुहुन्छ। उहाँ मन्त्री हुनुहुन्छ। अनि जवाफमा चाहिँ सामाजिक सञ्जालमा के आउँछ मान्यज्यू भने, तिमीलाई ऐलानी र सार्वजनिक जग्गा भने थाहा छैन, पूर्जा नहुने ऐलानी भने त उनीहरूले पाउने हो, यो सुकुम्बासी बसेको जस्तो कुरा हो भनेर फेरि उल्टो आक्रमण भइरहेको हुन्छ। यो कानुनले चाहिँ के भन्छ मान्यज्यू? यो कानुनमा एउटै हो, दुइटै। अब यो चाहिँ फरक भाष्य कसैले पनि निर्माण गर्न पाउँदैन। त्यसो भए त केपी खनालको घरमा पनि डोजर जानु पर्छ होला हैन, अर्थात गणेश पौडेलको घरमा पनि जानु पर्छ होला, मैले नामै खोल्दै पर्छ, त्यसमा दुई मत छैन। अब फेरि बालेन शाहले पनि राज्य व्यवस्था पहिलाकै नेताको जस्तो चलाइदिए भने उनी र अरूमा फरक के हुन्छ र? आफ्नालाई चाहिँ जोगाउने। त्यो चाहिँ अहिले पनि म यो टेलिभिजन मार्फत अर्थात् यो सो मार्फत के भन्न चाहन्छु भने सुकुम्बासीहरूलाई धपाएर अन्य देशमा पठाउने होइन, उनीहरू यो देशको नागरिक हुन्, उनीहरूलाई जग्गा जमिन दिनुपर्छ, तर त्यसका लागि राज्यले ऐन कानुन बनाएर संस्थागत रूपमै यसलाई कार्यान्वयन गर्नुपर्छ। तर आज बागमती खोला किनारका सुकुम्बासीहरूमाथि चाहिँ जबरजस्ती हुने, तर सत्ता र शक्तिको आँटमा भएर रिसोर्टहरू चलाउनेहरू आफ्नो निकटको भएकाहरूलाई चाहिँ उन्मुक्ति दिने भन्ने विषयवस्तु चाहिँ रहन्न। भनेको तपाईँले स्पष्ट बनाइदिएको कुरा चाहिँ नेपालमा ऐलानी जग्गामा ठुल्ठुला बस्तीहरू नै छन्, त्यो सबै सुकुम्बासी हो होइन त? किनभने उहाँहरूको हातमा लाल पूर्जा छैन नि। होइन, जसको हातमा लाल पूर्जा छैन ऊ सुकुम्बासी हो। अर्थात् त्यो जग्गा सुकुम्बासी भन्नाले कहीँ पनि जमिन नभएको भन्ने मान्छे बुझिन्छ, तर हुकुमबासी हो भन्न पाइयो क्या त्यसमा। अब तपाईँ फरक अलिकति परिभाषित, जस्तै अहिले रासापाका सांसदहरू र गणेश माननीय मन्त्रीज्यूको यदि नेपालको ढकालजीको जस्तो सागरजीको त गुल्मीमा जमिन त होला टन्नै, उहाँले गुल्मीमा जमिन हुँदै उहाँले सरकारी जमिनमा त्यहाँ तपाईँको घर बनाउनु भएको छ भने त उहाँ सुकुम्बासी भनिँदैन उहाँलाई। अनि हिजो उहाँहरूले नै गरेको भाषण कस्तो थियो भने विष्णु पौडेलको चाहिँ बुछौलमा या प्रदीप गेवालीको फलान ठाउँमा भने त उहाँहरूले भाषण गर्नुहुन्छ। होइन, एकछिन, अब अरू कुरा भन्दा पनि म स्पष्ट के छु भने नेपालको कुनै पनि ठाउँमा खाना बस्नका लागि पुग्ने जमिन जसको छैन, जसको परिवारको नाममा छैन, उनीहरू वास्तविक सुकुम्बासी हुन्, त्यसको राज्यले तुरुन्त व्यवस्थापन गर्नुपर्छ। ऐन कानुन के सुधार गर्नुपर्ने हो, हामी पनि तपाईँको साथमा छौँ, यसलाई व्यवस्थापन गर्नुपर्छ। किनभने राज्यका नागरिकहरूलाई घाँस बाँस र कपासको ग्यारेन्टी राज्यले गर्नुपर्छ। यो संविधानमै लेखेको छ, यो हाम्रो आधारभूत आवश्यकता हो। तर जसको जमिन छ कुनै ठाउँमा, उनीहरू सहरमा बस्न चाहन्छन्, जसको जमिन छ पहाडमा, अब जस्तो केपी खनालजीको पनि अहिले मैले, उहाँ मेरो भाइ हुनुहुन्छ, प्रिय भाइ, उहाँको पनि त अछाममा जमिन होला नि त, अछामबाट आउनुभएको हो। अछाममा उहाँको जमिन छ भने उहाँको तल जहाँ सुकुम्बासी बस्ती अर्थात् सुकुम्बासी भन्दा पनि के भने ऐलानी जमिनमा उहाँले घर बनाउनु भएको छ भने अब उहाँ त सुकुम्बासी भन्न मिलेन नि त, उहाँहरूलाई त हुकुम्बासी भन्न मिल्यो नि। त्यो त सरकारको जग्गालाई कब्जा गरेको भन्न मिल्छ नि। माननीय मन्त्रीज्यू गणेश पौडेलजीको कहीँ पनि जमिन छैन, उहाँको जमिनको नाममा त्यही ठाउँ मात्रै हो भनेपछि उहाँ सुकुम्बासी हो। तर उहाँको जमिन अन्य कुनै ठाउँमा छ, तर उहाँले सहरमा कब्जा गरेर रिसोर्टहरू बनाउनु भएको छ, घर बनाउनु भएको छ भने उहाँ हुकुमबासी हो। त्यो भएर म अहिले पनि बालेन सरकारलाई मेरो अपिल के छ भने सुकुम्बासी बस्तीमा डोजर होइन, हुकुमबासी बस्तीमा डोजर हान्ने हो र हान्नुहोस्। किनभने अब रोक्ने होइन। अब यो काठमाडौँका मान्छे मात्रै, काठमाडौँको नदी किनारमा बस्ने मान्छे मात्रै, उनीहरू माथि मात्रै अन्याय हुनु हुँदैन। देशैभरि गर्नुहोस्। मेरो जुम्लामा पनि छन् 2-4 ठाउँ पार्टीले कब्जा गरेर राखेका छन्।
पार्टीहरूले कुन आफ्ना पार्टी? सङ्गठन स्वयं माओवादीले कब्जा गरेर पार्टी कार्यालय खडा गरेर राखेको छ। अब त्यो हटाउनुहोस्। जुम्लाको उठाउनुहोस्। तत्कालीन माओवादी अहिलेको नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पनि सरकारी जग्गा कब्जा हो गरेर अहिले अहिले पनि के भने भाडा पनि दिएको छैन रे, केही पनि दिएको छैन भनेर भन्छन् होइन। त्यो भएको हुनाले देशैभरि त्यस्तो अवस्था छ। त्यो अवस्था भइसकेपछि अब स्टप गर्ने भन्ने होइन, अब खाली गर्ने हो। जग्गा जो सुकुम्बासी छन् उनीहरूलाई ऐन संशोधन गरेर कानुन संशोधन गरेर चाहे अध्यादेशै ल्याउने भने ल्याऊ, त्यसमा हामी स्वागत गर्छौँ। ल्याएर व्यवस्थापन गर्ने हो, हुकुमवासीहरूलाई सबक सिकाउने हो।